ल आज खसीको टाउको कसा मासु बनाएर अनि यससँग चाहिँ आज ढेँडो खाइन्छ। सब फुल भिडियो हजुरहरु माझ म आज पस्किने छु। यो हेरेर प्रतिक्रिया दिनु होला। पानी उम्लिसकेको छ। अब पानीमा पहिला कान चोप्ने, कान चोपिसकेपछि अब बनाउन सुरु भयो। यसरी खुर्किने लास्टमा एकैचोटि सबै देखाउँछु। अब अर्को कान यसलाई भयो होइन हो कलाएर ल एकदम रेडी भइसकेको छ। अब यसलाई अलिअलि हल्का पोलिसकेपछि ठिक भइहाल्छ। बेसार लाउने पोल्ने काम बाँकी छ। यो हाम्रो अर्ग्यानिक अदुवा लसुन मसलाहरू यसरी हामी पिस्छौँ। हामीहरू चाहिँ त्यो मिक्सचरमा चाहिँ पिसेर चाहिँ बनाउँदैनौँ। अहिलेसम्म मैले बनाएको छुइनँ। एकदम अर्ग्यानिक तरिकाले अदुवा लसुन जिराहरू यसरी पिनिन्छ। यसरी हल्का यसरी यसलाई झुर्याउनु पर्छ। यो अलिअलि भुत्ला बसेको सबै बनाउनु अलिक गाह्रै छ, कष्ट छ, तर टेस्टी हुन्छ। एकदम कोदोको ढेँडोसँग सर्लक्क पारेर आज अब हाम्रो पालो छ बेसार र चुना लाउने। यस्तो गर्ने कस्तो थियो अहिले कस्तो भयो त यी एकदम क्लियर रूप चेन्ज भयो खसीको टाउको। यसरी निकाल्ने काँठो फ्याँक्ने ब्रेन मसिनै पिस यत्रै पिस ठिक हुन्छ। सानो सानो
जिप रक्कै भयो ल कान ल कटिङ सक्यो यो एक थाल मासु भयो प्याज कटिङ हुँदैछ चपिङ बोर्ड फेरि खतरा छ हाम्रो प्याज यो चाहिँ जिराको धुलो पहिला परेको छ अदुवा लसुनको पेस्ट अनि त्यसपछिबाट जिराको पेस्ट अनि यो बेसार यो प्याज काटेको यो टाउको मासु तीनटा टमाटर दिने यसलाई काटेर कटिङ गरेर लास्टमा पाक्नु लागिसकेपछि अब चाहिँ ग्यास बाल्नु गइरहेको छु ट्याक्टर कराई बसाल्दिने यो कराई सुक्खा भएपछि सरसोको तेल हालेर एकदम कराई तात्तिसकेको छ अब आयो सरसोको तेल तात्तिसकेपछि खुर्सानी डढाउने तेजपत्ता हाल्ने अनि प्याजलाई रातो हुनुन्जेलसम्म भुट्ने यो चाहिँ मैले सुकेको खुर्सानी डढाउनको लागि रेडी गरेको छु सुकेको खुर्सानी डढाइदिए मैले अब रातो हुनुन्जेलसम्म यसलाई यसो चलाइदिने त्यसपछिबाट प्याज रातो हुनुन्जेलसम्म ब्राउन भएपछि अनि फेर यसलाई मसलाहरू भुट्ने प्याज रातो हुनु लागिसकेको छ अझै अलिकति रातो बनाएर रेड ब्राउन बनाएर अनि त्यहाँबाट मसला हाल्ने भिडियो चाहिँ अलि लामो हुनु जान्छ त्यही भएर सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला अलि लामै हुनुभयो भिडियो सुरुदेखिको अब टाउको बनाउँदादेखिको कटिङ त्यसपछिबाट अब यो बनाउँदासम्मको अलिकति लामो हुन्छ भिडियो ल प्याज पनि ब्राउन भइसकेको छ हल्का अब यसमा चाहिँ अदुवा लसुन जिरा अनि बेसार पनि मैले यसैमा हालेर याद गरेको छु यो सबैलाई म एकैचोटि हालिदिन्छु अब यसलाई मसलालाई मजाले भुट्ने मसला भुटिसकेपछि अनि मासुलाई ट्याक्क छोडिदिने
छोडेर मासुलाई परपर भुट्ने। त्यसमा म अब अहिले नुन एड गर्नु गइरहेको छु। नुन चाहिँ तपाईँहरूले अब कस्तो खानुहुन्छ त्यही अनुसारले राख्नु होला, स्वाद अनुसारको। कस्तो मसला र तेल नछुट्टिने जेलसम्म यसलाई भुटिराख्ने, हल्का यसरी चलाएर राख्ने। यो मसला र तेल ट्याक्क छुट्टिसकेपछि अनि त्यसपछि गएर चाहिँ अनि मासु राखेर एकदम टेस्टी हुन्छ। तेल र मसला हल्का हल्का छुट्टिनु लागिसकेको छ, देख्न सक्नुहुन्छ। तेल माथि आइसकेको छ। अब मसला र यो तेल र टक्क छुट्यो। अब राखिदिने मासु राख्नु गइरहेको छु म। यो कटिङ गरेर राखेको टाउको मासु। ल त्यसरी यसलाई चलाएर सुगन्ध चाहिँ एकदम टेस्टी आएको छ। छोपिदिने यसरी अनि एकछिनपछि फेरि खोलेर चलाउने। बेला बेलामा यसो ढक्ना खोलेर चलाउँदै गर्नुपर्छ, नत्र तल मसला लाग्न सक्छ। मस्त यसरी चलाएपछि सब ठिक पारेर पाक्नलाई मैले टमाटर पनि हालिदिइसकेको छु। टमाटर हालेर अब हल्का चलाइदिने, त्यहाँबाट फेरि छोपिराख्ने। अब यसमा म अलिकति पानी हालेर यसमा मजाले पकाउनु पर्छ, नत्र फेरि यो पाक्दैन, भुटेर मात्रै टाउको हो। यसमा म पानी एड गर्छु अलिकति। यसलाई अब मजाले उमालिसकेपछि अनिखेर यो एकदम पाक्छ। यसलाई पनि साइडमा राखिदिने, यो नि पाक्छ यही नै, खानलाई टेस्टी हुन्छ यो। ल अब छोप्नु पर्दैन, यसलाई एकदम उमाल्ने मजाले। फाइनली ल पाकिसकेको छ मासु, देख्न सक्नुहुन्छ। साना साना पिस गराएर पकाएर मासु पाकिसक्यो फाइनली। अब यसलाई ग्यास बन्द गरिदिने। बन्द गरिसकेपछि अब फेरि आज अर्को मासु पाकेर एकदम रेडी छ। अब ल ढेँडो पनि रेडी भइसकेको छ। अब खानुलाई बाँकी छ तातो ढेँडो अनि खसीको मासुको टाउको। ल एकदम रेडी। ल एकदम रेडी छ। मासु एकदम रेडी छ, गेबी अनि ढेँडो। भद्र लोग से কথা বল, আরে ভদ্র লোক আছে কথা বল।